आजको मौसम चाहिँ पुरै यस्तो छ हौ यार। हावा चलिरहेछ, हावा उडी साह्रै हावा उडी चलिरहेछ आज यतातिर। पुरै हावा उडी चलिरहेछ हौ आज यतातिर। यो चाहिँ मेरो घर अगाडिको प्योर नेचुरल हो है। त्यो बाटो आइरहेछ है। अब त्यो बाटो आइरहेछ। आयो यति मैले चाहिँ तपाईँहरूलाई जुम गरेर देखाइरहेको छु। त्यो त्यति टाढा छ छन चाहिँ मैले चाहिँ तपाईँहरूलाई जुम गरेर देखाउने कोसिस गरिरहेको छु। ल यहाँ चाहिँ एउटा यस्तो सुविधा छ कि यो ठाउँले चाह्यो भने पुल पनि बनाउन सक्थे। किनभने यहाँ चाहिँ धेरै ठुला ठुला पानी जहाजहरू यताउता गर्ने भएको कारणले चाहिँ यहाँ गाडीहरू सबै हालेर फेरि यस्तरी यताउता ल्याउने कामहरू चाहिँ तपाईँहरूलाई देखाइरहेको छु। ल आयो अब मानव भन्नुहोस् कि समुद्र सतहले छोएको देश विकास हुन कति सजिलो हुँदो रहेछ हेर्नुहोस् न। देख्नु सक्नुहुनेछ तपाईहरुले। त्यो चाहिँ आइरहेछ, आफ्नै गतिमा आइरहेछ। लगभग कति मिनेट लाग्दो रहेछ, यति टाढा छ नि। धेरै टाढा छ। म तपाईहरुलाई जुम गरेर देखाउन कोसिस गरिरहेछु। यो भित्र चाहिँ गाडीहरु छ है। गाडी हालेर त्यो ठाउँमा राखेको हो। त्यो ठाउँमा राखेर अब यहाँ आइपुग्यो।